Guys, man versus wild. आओ यता आओ मायालु कता गए क्या हो दसैँ म चाहिँ मासु चोर्छु त्यही गर्न पागो गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई के छ हालखबर हजुरहरुको सो आज नयाँ ब्लग लिएर आइसकेको छु टुनटुडुन टुनटुडुन मर्निङ भ्यू गाइज है त भन्दै आज चाहिँ फर्स्टकार जाँदैछौँ एन्ड द रक स्टार बास अनि अब हामी चाहिँ फर्स्टकार जाँदैछौँ आज हाम्रो दसैँ ह्याप्पी दसैँ टु एभ्रीवन जो पनि जहाँ पनि हुनुहुन्छ अनि चाहिँ यहाँ चाहिँ बिहानको 6 बजेको छ टेन्सन छैन अनि हामी चाहिँ अब चक्क यहाँ निस्किनेवाला छौँ अनि सबैलाई शुभ बिहानीको साथमा हेर्न सक्नुहुन्छ के मनाएर यस्तो कुखुराहरू चाहिँ शुभ बिहानी चाहिँ कुखुराहरूबाट सुरुवात हुन्छ भन्दै म चाहिँ यहाँबाट निस्किँदैछु त्यहाँ चाहिँ हाम्रो गाडी हेर्न सक्नुहुन्छ कस्तो नयाँ गाडी यार गाडी एन्डिज सो है त गाइस म साइडमा बस्छु बस्न हामी चाहिँ हाम्रो एकमात्र भरपर्दो ड्राइभर दादा के छ दादा हाम्रो एकदम भरपर्दो दादा ल अलराइट गाइज अहिले चाहिँ हामी बाख्रा फार्ममा आइसकेको छौँ हुन्छ यस्तो लामखुट्टे छ कि हेर्नु भर्खर मैले मारिसकेँ एउटा हाम्रो गाइजहरू यहाँ छौँ अनि हामी यहाँ छौँ अनि हामी चाहिँ खसीहरू जाँदैछौँ खसी के भन्ने बोका है त गरेको मैले के छ दादा यो सबलाई ल्याउने काम फेरि मैले गरेको है त हेर्नु सक्नुहुन्छ ल दसैँमा काम मेरो आइडिया के भन्छ त्यसलाई चाहिँ हुन्छ नि फिल्ममा चाहिँ उतार्ने काम चाहिँ दाइको हेर त केरा खाम उखु पनि रहेछ यार उखु गाइस म्यान भर्सेस वाइल्ड मेरा दादाहरू म्यान भर्सेस वाइल्डमा हामी चाहिँ हिँड्दैछौँ हेर्नु सक्नुहुन्छ यस्तो छ कि हामी यति टाढा आइसकेका छौँ कि क्यामेरा आइरहनुको होइन यस्तो कन्ट्री साइडमा आमा कत्रो बोक्यो थियो डुबिरहने हाम्रो चाहिँ यहाँ बाह्र सोध्ने काम भइरहेको छ म्यान भर्सेस वाइल्ड कम अन बेबी लेट्स गो बेबी बिस्तारै आऊ त ओए ल कस्तो छिर्दिरह्यो किन भाइग्यौ तिमी आऊ न आऊ यता आऊ मायालु कता गए क्या हो दसैँ आयो ओहो बोकाले बोका समात्यो हेर्न सक्नुहुन्छ दादाहरूले अब चाहिँ जोख्ने कार्यक्रम हुँदैछ रेटिन्छ नि त्यसले चेलो रहेछ तर अर्को वर्ष है त दसैँ आयो तिहारै आयो हाम्रो दसैँ लास्ट मजा आइरह कस्तो फिल भइरहेछ भाइ तपाईँ कस्तो फिल भइरहेछ कडासम्म त्यसले गर्दा चाहिँ फेरि कम अन हेर्दा नि डर लाग्दछ यार यो मान्छे यार हेर्नु
हामी चाहिँ उचाल्न लाग्छौँ। वाउ अमेजिङ हेल्प बास Okay. 100 pound. 100. Yeah, it's okay. So 100 pound is around 50 kg guys. हाम्रो दादाले बोका तानिरहनु भएको छ। मर्ने नि हो जस्तो। मर्ने त हामी चाहिँ काट्न ठाउँमा जाँदैछौँ। दाइ कस्तो फिल भइरहेछ? मासल दसैँ लाग्यो मलाई त। गाइस यसले 25 रुपियाँ बढी खानु खोजेको तपाईँलाई थाहा छैन। 7 रुपियाँ भन्थ्यो यहाँ 7 रुपियाँ 25 भने। सो गाइज होइन खसी त भयो सबै कुरा फिक्स हो तर समस्या के आयो भन्दा पानी तताउने भाँडोमा के भन्दा फेरि चाहिँ पानी तताउने भाँडो चाहिँ एकदमै सानो मात्रै रहेछ एउटा सानो पट रहेछ अनि तर त्यो चाहिँ अब हामी चाहिँ बढाउन डाउन गरेर ल्याउनु पर्छ अनि हाम्रो दुईटा दाइहरू चाहिँ एउटा दाइ एउटा भाइ गएछन् त्यहाँ गरेर आउँछन् अनि हामी चाहिँ यहाँ चाहिँ चट्ट आगो बालेर चट्ट रमाइलो गर्दै बस्छौँ है त गाइज है मजा चिर भइरहेछ यो चाहिँ एकदमै कन्ट्री साइड कि एकदमै हुन्छ नि गाउँ टाइपको ठाउँमा आइपुगेको हामी धेरै टाढाबाट एउटा कुकुरले गरेर खायो अनि त्यसपछि त्यो पट आएपछि पानी तताउने भाँडो आएपछि हामीले चाहिँ त्यसलाई चाहिँ टाटा बाई बाई हस्त नमस्ते यो जुनीको लागि भनेर त्यसलाई चाहिँ बिदाई गर्छौँ है त गाइज अलराइट गाइज अब चाहिँ हाम्रो सब काटकुट भइसक्यो खसी काट्यो त्यो काटेको भिडियो चाहिँ हाल्नु मिल्दैन किनकि हल्का त्यसलाई चाहिँ होइन सेन्सिटिभ कन्टेन्ट भनेर हाल्छ त्यसैले म चाहिँ पानी असरीमा छु गाइज सो हेर्न सक्नुहुन्छ लेट्स गो यमान स्टार्ट नोरिस दादा नोरिस आइ एम कमिङ बस लाग्दैन मैले वन म्यान आर्मी यहाँबाट हाल नि यहाँबाट घुडा मुनिबाट हाल अलि धेर हाल जान्छ उता हाल उता हैन गाह्रो पर्दैन जस्तो लाग्यो मलाई यहाँको नेपाल कस्तो रङ डबल रङ आए अझै अर्को नयाँ रङ आउँछ नि ल भाइ जान्छ हुन्छ के गाइस अहिले सबैजना थाकेको अवस्था त्यहाँसम्म चाहिँ सब थाकिसके अब अनि थाकेँ त्यसैले म चाहिँ टाउको पोल्ने काम सम्हालेको छु सो गाइजहरू है यस्तो गाह्रो छ खसी खान्छु दसैँ मनाउँछु मात्र भनेर छैन हुँदैन गर्मी घाम लागिसक्यो हेर्नु अहिले के छ दादाहरू ठिक छ दामी 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 हामी अलवेज दामी ओह के गरे दाइ के गरे आछे के गरे ले अरे सो अहिले यहाँ बेसतरी काम भइरहेछ हाम्रो द किलर गाई सो हेर्नु सक्नुहुन्छ होइन सबैजना थाकेको अवस्था सो हाम्रो यहाँ चाहिँ भुटन पाक्दैछ भने यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ मासुको पहिरो सो यहाँ सबैजना थाकेको अवस्था यहाँ हाम्रो दाइ चाहिँ कुकम्यान आजको दाइ कस्तो भइरहेको छ फेरि ओ दादा भोक लाग्यो के गर्ने यस्तै गाह्रो छ अब पाक्छ आधा घन्टामा त्यसपछि ल्याम हान्नुपर्छ है त गाइज ल सो गाइज हामी चाहिँ इनर्जी नहुँदा हुँदै पनि इनर्जी भयो जस्तो नै सबैले काम गरिरहनु भएको छ हेर्नु सक्नुहुन्छ हाम्रो त्यहाँ कुकम्यानले अलमोस्ट हाम्रो भुटन रेडी छ त्यसपछि चट्ट भुटन खाएर त्यस्तो लागिन्छ अहिले चाहिँ सबैजना व्यस्त छन् म चाहिँ मासु चोर्छु त्यही गर्न पाक्यो कि दाम अलराइट गाइज अझ सबै कामहरू भइयो हेर्नु सक्नुहुन्छ रेडी अब खाना रेडी बल्ल फाइनल यही त धेरै मेहनतपछि नखानलाई त त्यही हो दाम ठिक छ खाएर भइसक्यो कुकको हाम्रो एकमात्र हाम्रो किलर दाइ गाइज अहिले चाहिँ सामान प्याकिङ हुँदैछ यहाँ हेर्नु सक्नुहुन्छ
सामानहरू सब प्याकिङ भइसकेको छ अनि यहाँ छु यो सब मासु अब चाहिँ घरतिर जाने एकदम गर्मी भयो थकाइ पनि लाग्यो हैन अलराइट अब चाहिँ हामी निस्किन लागेको टक्कै एसी हाल्दै के छ दादा के छ किन निराश ह्याप्पी हुनु नि दादा अनि हाम्रो यहाँ दादा एकदम हामी चाहिँ छौँ दुईटा दाइहरू चाहिँ त्यहाँ हल्का धुवा फुटेर आएको कारणले चाहिँ 3 बजे यार पानी हाल्न जानु भयो हजुर दादा एसी आइसक्यो ल अहिले चाहिँ हामी गाई है चक्कर बेलुका भइसकेको छ आएर पनि हामी फ्रेस भएर पनि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो यहाँ के पाक्दैछ तपाईँहरूलाई देखाउँछु म यो चाहिँ मेस भएको छ यो चाहिँ नहेरिदिनु होला यो हेर्नु होला होइन कस्तो हुँदैछ हाम्रो कुकहरूले बनाएको यहाँ सक्नुहुन्छ आमा अनि यता चाहिँ के चल्दैछ यता चाहिँ हेर्न सक्नुहुन्छ अनि यता हेर्न सक्नुहुन्छ दाइको लाइभ चलिरहेको छ के छ दादा हामी चाहिँ अहिले सबै रेडी भएर फेरि राति घुम्न जाँदैछौँ यो चाहिँ यो मेस चाहिँ हेरिदिनु होला एक्चुली यस्तै हो दसैँ तिहार भनेकै यो एक भाँडा सक्यो अनि अब थोरै बाँकी छ अब चाहिँ हामी बिचतिर जाँदैछौँ रेडी छन् जाने हो ल यता हे दादाहरू सबैजनालाई फेरि पनि स्वागत छ एक फेरि अब चाहिँ हाम्रो नाइट ब्लग हेर्न सक्नुहुन्छ नाइटमा जाँदैछौँ आज हाम्रो बिहान पनि स्वागत छ भनेको यहीँबाट रातमा पनि स्वागत छ अब चाहिँ हामी चाहिँ बिचतिर गइन्छ टक्का हेर्न सक्नुहुन्छ यहाँ मासु एकदम पोको पारेर हिँडियो हेर्नुहोस् 50 केजीको खसी काटेको 50 केजीको अनि त्यसपछि चाहिँ 101 पाउन्ड 101 पाउन्ड खसी काटेको यति खाइयो ए भगवान् के भोलि बिहान गाह्रो पर्छ होइन रातमा हामी घुम्न जाँदैछौँ विथ माई गाइज है त अब चाहिँ गाडी चढिसकेको छौँ हेर्नु हाम्रो रेन्टको गाडी 2 दिनको गाडी रेन्टमा लिएको अराउन्ड लाइक कति $90 टोटल अराउन्ड लाइक 15,000 नेपाली पैसा मात्र 2 दिनको लागि चाहिँ हामीले चाहिँ इन्भेस्ट गरेको छौँ गाडीको लागि अनि खसीको लागि कति पर्यो भन्नुहुन्छ भन्दा नेपाली 1,20,000 खसी प्लस गाडीको अराउन्ड लाइक 15,000 भनेपछि 1,35,000 हामीले चाहिँ खर्च गरेर दसैँ मनाउँदैछौँ 8जना मिलेर दसैँ मजा भइरहेको छ टिका चाहिँ लागिएन अब टिका सिका चाहिँ त्यस्तै भयो तर रमाइलो गरिँदैछ रमाइलो गर्ने हो बस तयार छन् सबैले म चाहिँ लास्ट सिटमा बसेर टक्क यो मेरै हो यो सिट मेरै हो पुरै यो सिट मेरो के छ दादाहरू के छ सबजना आफ्नो सुरमा छन् मैले आफ्नो सुरमा छु पछाडि च्वाट लाएर नाइट देखाइदिनु हुन्थ्यो अब बाहिर पानी परेको छ अलराइट गाइज अहिले चाहिँ हामी स्टिम एन्ड स्पाइसमा आइसकेका छौँ हेर्न सक्नुहुन्छ स्टिम एन्ड स्पाइस अलराइट गाइज है त हेलो बस बिग फ्यान मेरो पनि चाहिँ अहिले डक्समा आइसकेको छौँ बिच सो हेर्न सक्छौँ हाम्रो दादाहरूलाई अनि हामी चाहियो भर्खर स्टिम एन्ड स्पाइसबाट अलराइट गाइज है त हेर्न सक्नुहुन्छ अब हामी डक्समा एकछिन बस्छौँ बस